नमस्ते सबैलाई। आज चाहिँ मैले खजुरी बिस्कुटको रेसिपी लिएर आएको छु। यसको लागि चाहिँ मैले नरिवल लिएको छु, सुजीको पिठो, आटा र मैदालाई सबैलाई एक एक कचौरा मिक्स गरेर यो सफला पनि माथिबाट राखिदिएको छु अनि थोरै चिनीलाई पनि राखिदिएको छु। त्यसपछि घिउ थियो घरमै बनाएको, त्यसलाई पनि मैले घिउमा पनि राम्रोसँग मोलिदिए घिउ राखेर। त्यसपछि यसलाई चाहिँ हामीले डो बनाउनको लागि चाहिँ पानी अथवा दुधले मिक्स गर्न सकिन्छ। मैले चाहिँ दुध राखेर राम्रोसँगले यसलाई चाहिँ डो बनाउनलाई मिक्स गरिरहेको छु। यसरी दुधमा बनाएको चाहिँ अझ क्रिस्पी क्रन्ची हुन्छ अनि यसलाई हामीले राम्रोसँग डो बनाएपछि चाहिँ रेस्टको लागि छोडिदिने। 3-4 घण्टा 5 घण्टा जति धेरै रेस्ट गर्यो त्यति हाम्रो खजुरी बिस्कुट बन्छ। अनि रेस्ट गरेर हाम्रो डो यस्तो भइसकेको छ अनि मैले चाहिँ यसरी बनाएर आफूलाई जति चाहिन्छ त्यति लिएर ठिक्क पातलो पातलो बनाउँदै यसरी एउटा सेप दिएँ हाम्रो काँटाले। यसको सेप चाहिँ जसरी जेको पनि दिँदा हुन्छ। मैले चाहिँ फर्स्टमा काँटाले ट्राई गरेँ अनि त्यसपछि एउटा मात्र ट्राई गरेँ पहिले चाहिँ, है कस्तो हुन्छ, हिट भएको छ कि छैन तेल भनेर। मजाले हिट भएपछि चाहिँ मिडियम हिटमा हामीले पकाउन सकिन्छ। त्यसपछि चाहिँ मसँग थियो यो हाम्रो मसला राख्ने डिब्बाको बिर्को के, अनि हो यसमा पो हेरेको कस्तो राम्रो यो चाहिँ इटा टाइपको अनि रहेछ। अनि यसमा छिटो पनि भयो नि त, यस्तो राखिदियो अनि दुईटै साइडमा मैले चाहिँ यसरी बुट्टा हानेर यसरी मजाले हिट भएको तेलमा चाहिँ एकैचोटि 5-7 वटा राखेर मजाले तार्दैछु। अनि यसको लागि चाहिँ हिट फर्स्टमा चाहिँ एकदम हिटमा बनाएर तेल तताउने अनि मिडियम हिटमा पकाइदिने है। मिडियम हिटमा पकाएर यतिको ब्राउन भएपछि चाहिँ बिस्तारो बिस्तारो यसलाई फर्काएर अर्को साइड पनि त्यतिकै ब्राउन हुने गरी पकाउने। त्यसपछि बेला बेला चलाउँदै यसरी हामीले निकाल्न सकिन्छ। यतिको ब्राउन भएपछि चाहिँ मैले निकालेको छु। अनि यो चाहिँ विशेष त हाम्रो तिहार, छैट अनि त्यसपछि अरू पनि के व्रतहरूमा बनाइने गरिन्छ हैन। तर अब यो मनपर्नेहरूले चाहिँ जहिले बनाएर खाँदा पनि हुन्छ। खानको लागि त के विशेष चाड चाहियो र अहिले फुर्सद भएको समयमा बनाएर खान पनि सकिन्छ। तर गर्मीमा चाहिँ अलिक गाह्रै हुन्छ है। अब जसलाई खानलाई भनेपछि अब दुःख केही लाग्दैन भने चाहिँ बनाएर पनि खान सक्नुहुन्छ। अनि मैले चाहिँ यसरी 2-3 लट गरेर मजाले पकाएँ अनि यसरी यसमा निकालेपछि चाहिँ तेल पनि मजाले हुन्छ के। अनि यसरी मैले चाहिँ सेलाउनलाई राखिदिएँ अनि यसलाई चाहिँ एउटा राम्रो टाइट कन्टेनर बिर्कोमा भएकोमा राखेर चाहिँ स्टोर गरेर महिनौसम्म खान सकिन्छ। थ्याङ्क यू फर वाचिङ।